गाइस साथीहरु हामी आउँदैछु गङ्गेटा हन्टिङ गरेर है। गङ्गेटा हन्टिङ आज हामी यहाँ माथि अब हेरौँ के हुन्छ, कतिको पर्छ हैन। अब हेर्दै जाउँ है त। बाटो यहाँ चाहिँ पानी छैन है, यहाँसम्म चाहिँ पानी छैन। यहाँ अब यहाँबाट अलि माथि गएपछि पानी छ, फेरि माथि पानी झरना सब छ फेरि। ल फेसबुक पनि रहेछ यहाँ, फेसबुक पप्पी आयो पप्पी। ल यहाँ त्यहीँबाट हिँड्छ, अब चाहिँ पानी आयो। ल गङ्गेटा हन्टिङ है, गङ्गेटा हन्टिङ छ कि छैन अब यहाँबाट सुरु हुन्छ अब गङ्गेटा हन्टिङ। ओहो छैन रहेछ, गाह्रो भयो, छैन रहेछ है। ओगटमा त्यो डाँडा चढ्नु पनि भयो नि त हौ। ल खोइ खोइ त ल नै माथि चढ्न छ है। त्यस भएन नि त आजको उ त फेल खाने भयो नि त हन्टिङ, गङ्गेटा हन्टिङ त। आजको हन्टिङ खोइ भाइ भेटेन, गङ्गेटा हन्टिङ फेल खायो नि त आज। हेर फेल खायो गङ्गेटा हन्टिङ। अब के गर्ने त, अब माथि सम्झाउने हो कि के हो नि है। माथि यस्तो झरना छ, फेरि पानी अहिलेसम्म पानी थिएन तल। आउँदा जति माथि आयो त्यति बढी हुँदैछ है। डेन्जर छ बाटो, चिप्लो बाटो छ, चिप्लो एकदम। अघि भाइ दुईचोटि लड्यो खै। गङ्गेटाको ग पनि छैन त, यो डेन्जर छ बाटो। यस्तो देखाएको बाटोमा जानुपर्छ क्या। ए ल ल म आउँदैछु है। खै गङ्गेटाको ग पनि छैन खै। ए यहाँ हो के हो, गङ्गेटा होइन रहेछ। ए ठ्याक्कै गङ्गेटा देखिरहेको ल। गङ्गेटा भनेर चुकिएला होइन त्यो, फेरि गङ्गेटा ठ्याक्कै गङ्गेटा देखेँ कि उयो ढुङ्गाहरू। त्यो भित्र छ हामी जङ्गलभित्र डाँडामा। आजको के कुखुरा वन कुखुरा के गर्दैन बाँदरले अट्याक गर्यो भने तना भन्छ त। खै भाग्यो यार। ल झर्ना है, झर्ना ल हाम्रो यहाँभित्र आएर झर्ना। ल यस्तो ठाउँ छ हाम्रो एटौडाको भाइरल हुन नसकेको झर्ना है यो। हाम्रो क्र्याब कतिवटा छ यतिसम्म जम्मा। ल हेर्नु ल झर्ना हाम्रो यहाँभित्र कति रमाइलो छ। स्विजरल्यान्ड भन्ने दामी छ नि त हाम्रो नेपाल। पानी कति सफा छ।